आजको दिन चाहिँ म मेरो बोयफ्रेन्डको अफिसमा फर्स्ट टाइम काम गर्न भनेर जाँदैछु। जेकब चाहिँ मार्केटिङ र मिडियामा काम गर्छ र मैले चाहिँ के सोचेँ भने म मस्टली नाइट सिफ्ट गर्छु अनि ड्युरिङ द डे वान आम फ्री म चाहिँ उसलाई गएर हेल्प पनि गर्छु, सँगसँगै आफ्नो लागि पनि लर्न गर्न भयो नि त भनेर चाहिँ मैले यो कदम उठाएको हो कदम रे। अनि यो चाहिँ फर्स्ट डे हो। म चाहिँ काम गर्न भन्दा मलाई चाहिँ मेन बानी बसाल्नु छ। म घरमा चाहिँ एकदमै अनप्रोडक्टिभ भएँ, त्यही भएर एटलिस्ट डिसिप्लिनमा बसेर काम गर्न भयो नि आई हेभ टु गेट आउट अफ द हाउस भनेर चाहिँ टुक दिस डिसिजन। त्यसपछि हामी चाहिँ बाहिर निक्ल्यौँ लन्च गर्न भनेर। लन्च गर्न जाँदा क्याफे खोज्दै थियौँ तर हामी चाहिँ गयौँ क्याफे भनेर राम्रै रेस्टुरेन्टमा, सबैजना वेल ड्रेस। जेकब र म चाहिँ हुडी र ट्राउजरमा थियौँ। मलाई चाहिँ कस्तो इम्बारेस फिल भइरहेको थियो, त्यही भएर छिटो खाएर हिँड्यौँ हामी होइन। अनि ओरो दिस मार्गरिटा पिज्जा यति मिठो थियो, कुरै छोडिदियौँ। जेकब ओरो सम पास्ता विथ एक्सप्रेसो मार्टिनी। त्यसपछि हामी फर्केर आयौँ, अलिअलि काम गर्नु थियो गऱ्यौँ। बेलुका हुन थालेपछि चाहिँ म घरतिर लागेँ बाई बाई भनेर। अनि उसको काम गर्ने ठाउँ चाहिँ मेरो घर नजिक छ, त्यही भएर चाहिँ म छिटै घर गएँ। फर्स्टमा चाहिँ म मेरो घरभन्दा इच्छा घर गएँ अनि मेरो घर